अब के भन्छ नेपालले बलिङ रोज्यो भने चाहिँ राम्रै पर्फर्मेन्स गर्ने, बलिङ गरेर अनि पछि फेरि टार्गेट लिएर अनि टार्गेट चेज गर्न चाहिँ राम्रै पर्फर्मेन्स गर्ने हो होइन। तर आज अब उनीहरूले टस पनि जित्यो अनि त्यहीमाथि बलिङ रोजेर पछि ब्याटिङ गर्यो, नेपाललाई ब्याटिङ गर्न दियो, अनि नेपालको तालु खुलित्त परिगयो होइन। अब रोहित के भन्छ भोर्तेल मामा आएको थियो, 10 बलमा 5 रन हानेर गइहाले भोर्तेल मामा पनि। आसिफ शेख पनि धेरै खेल्नै पाएन, राम्रोसँग बललाई ब्याटमा राम्रोसँग कनेक्ट गर्न नपाइकन नै आउट भइहाले। अब हाइएस्ट रन हानेको भने अब आरिफ शेखले नै हान्यो हाम्रो त होइन। कति 24 बलमा 27 रन हानेका थिए। अनि रोहित पौडेल नेपालका क्रिकेट टिमका कप्तान रोहित पौडेल 14 बलमा 23 रन हानेर उनी पनि आउट भइहाले। त्यसैपछि अब करण केसी आएको थियो, करण केसीले 18 रन हाने। अनि अलिकति होला नि त होला होइन, 130 या 35-40 त नर्मली पुग्छ होला कि पुग्छ कि भन्ने भइरहेको थियो मलाई होइन। र पुऱ्याउनै सकेन। अनि इटलीका बलर किसान कालु ग्यामस भन्नेले चाहिँ 3 विकेट लिएर अनि नेपालको ब्याटिङ लाइनअपलाई नै बिगारिदिइहाले होइन। बिगारिदिएपछि झन् एकदम गाह्रो भयो नेपाललाई। अनि इटलीले अब 124 रन चाहिँ इजी चेज गर्थ्यो कि। अब इटलीका ओपनर्सले एकदमै एग्रेसिभ ब्याटिङ गरेका थिए आज गर्न पनि होइन। अनि उनीहरूले टार्गेट मात्र 12.4 ओभरमा 0 विकेट लस गरेर टार्गेट चेज गरेका थिए। र त्यो टार्गेट चेज गर्ने दुईवटा व्यक्तिको नाम चाहिँ के छ भने, दुईवटा प्लेयरको नाम इटलीका प्लेयरहरू होइन। एन्टोनी मोस्का जसले चाहिँ 32 बलमै 62 रन हानेर आफ्नो टिमलाई एकदमै जित्नलाई टार्गेट चेज गर्नलाई एकदमै सहज बनाएका थिए भने अर्का प्लेयर जस्टिन मोस्का 60 रन त्यही पनि 44 बलमा हानेर उनले पनि टिमलाई एकदमै सहज बनाएका थिए। अनि अर्को त के भन्ने भने यो चाहिँ इटलीको T20 वर्ल्ड कप हिस्टोरीकै पहिलो जित हो कि होइन। त्यसैले उनीहरूको लागि यो हिस्टोरिक बन्यो यो होइन। नेपालले इङ्ल्यान्डलाई झन्डै हराउन लागेको थियो होइन। त्यतिखेर नेपाल एकदमै फर्ममा थियो। अब आज चाहिँ के भयो, अफ डे भयो या के भयो होइन, त्यसले गर्दा नि नेपाल आज चाहिँ एकदम अलिकति फर्ममा नभएर पनि हो हारियो। अब स्कटल्यान्ड र वेस्ट इन्डिजसँग म्याच नखेलिकन अब चाहिँ घर आउँदा